नमस्कार। यहाँ म बाबाको भिडियो बनाउँदैछु। यहाँ हेर्नुहोस्, 98 वर्ष पुग्नुभएको बाबा हो। तपाईहरुले पनि हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस्। यहाँ अब मैले डाइपर सिट बदली गर्दैछु है। यहाँ हेर्नुहोस् है, डाइपर सिट कसरी खुट्टा भाँचेको हुनुहुन्छ बाबाको। बेडमा हुनुहुन्छ 5 महिनादेखि। उहाँको यसरी नै डाइपर सिट, त्यहाँदेखि अब डाइपर, यो डाइपर अब हेर्नुहोस् है। मैले च्यादर हालेको छु तर देखाउँदिनँ, अहिले देखाउन सक्दिनँ तपाईहरुलाई, त्यो खोलेर देखाउन सक्दिनँ। अब यो तेलले स्पिरिटले धोएर नरिवलको तेल पुरा लाउनुपर्छ, ओइली बनाउनुपर्छ बडीलाई, नभए त्यो बेड स्वेल हुने खतरा हुन्छ। हेर्नु त अब यहीँ मेरो अर्को मदेखि माथिको दाजुले मलाई अलिअलि हेल्प गर्नुहुन्छ। यो सर्कल छ नि, यो सर्कल, यो चाहिँ जोइन्ट चाहिँ पुरा जाम भएको छ। यो हिस्सा एडी यसरी सेक्नुपर्छ तातो पानीले, बुझ्नुभयो त। एडीहरु यो एडीलाई सेक्यो, त्यहाँदेखि यो औँलीलाई पड्काउनुपर्छ मुनि र माथि गरेर, यसरी माथि लग्यो पड्कायो। यी पाइतालाहरूलाई पुरा खेलाउनुपर्छ, पुरा मजाज गर्नुपर्छ। यसरी पुरा जाम भएको छ, त्यो ओछ्यानको ओछ्यानमा भएर क्या 5 महिनादेखि। हेर्नुहोस् अब यसरी पुरा, यसरी पुरा हेर्नुभयो, यसरी पुरा घुट्नाको त्यो जोइन्टलाई चाहिँ खोल्नुपर्छ। यो घोडाको छ नि, घोडाको त्यहाँको त्यो सिधा बसेकोले गर्दाखेरि यी माथि जानु सकेको छैन, यसरी पुरा हल्लाउनु, डेली हल्लाउनुपर्छ। हेर्नुहोस् है, देख्नुभयो, यसरी पुरा। अब यो यसरी पुस पास तातो पानी हल्का मनतातो गरेर यो जोइनहरूलाई यसरी सेकिदिनुपर्छ। पाउडर दिनुभएको छ, जसले गर्नुभएको छ उहाँले पाउडर दबाई दिनुभएको छ, त्यो हालेर सेकेर यही खुट्टा हो भाँचिएको चाहिँ। यहाँ हेर्नुहोस्, यसरी। अब म खुट्टा कहाँ भाँचेको छ त्यो पनि देखाउँछु, पर्खिनुहोस् ल। यहाँ भिडियोमा देखाउँदैछु म, पर्खिनुहोस् है। अब आउँछ, यहाँनिर भाँचेको त्यो जोइन्ट भयो। त्यो जोइन्ट भयो, साफ सफाइ पुरा गर्नु, पुरा बडी गर्नुपर्छ। तर मैले अहिले खुट्टाको मात्रै देखाउँदैछु। साफ सफाइ चाहिँ डेली, यो चाहिँ डेलीको काम गर्नु, नभए पसिनाले बेडसोल हुने खतरा हुन्छ, बेसी घाउ हुन्छ फेरि। यसरी हलाइदिनुपर्छ, यसरी पुरा स्पिडले धुनुपर्छ। देख्नुभयो त। तपाईहरु पनि कसैको जरुरी छ भन्नुहोस्, आउँदैछु, म आउँछु, सहायता गर्छु, सहयोग गर्छु। अब चैते दशैंको दिन हो यो। अब टिका पनि लगाइदिनुहुन्छ है बाबाले। हेर्नुहोस् है, 98 वर्ष पुगेको बाबाले एउटा आशीर्वाद लिनु भने चाहिँ ठुलो कुरो हो। हेर्नुहोस्, अलिकति भिडियोमा तलमाथि भइदिएछ। दाजुलाई आशीर्वाद दिनुहुँदैछ। त मैले साउन्ड चाहिँ लेस कम्ती गरेको छु क्या, त्यसले गर्दाखेरि आशीर्वाद दिनुभयो बाबालाई, दाजुलाई। मदेखि माथिको दाजु हो, बिमारी हुनुहुन्छ, आशीर्वाद दिनुहुँदैछ। ओछ्यानबाटै दिनुहुँदैछ, केही छैन। त्यो आशीर्वाद बहिनी कालिम्पोङबाट आउनुभएको, टिका लगाउनुलाई आउनुभएको। हेर्नुभयो, यसरी आशीर्वाद पाउनु चाहिँ सबभन्दा ठुलो कुरो हो।